ल बल्ल बल्ल छिटेर म चाहिँ यहाँसम्म आइपुगेँ है। लास्ट गाह्रो क्या, भिड चाहिँ डेन्जर भिड छ आज। आज चाहिँ डेन्जर पार्टी हुन्छ रातिसम्म। त्यही 12 बजेबाट त त्यही हो, सान्तो आन्तोनिया फेस्टिभल सुरु हुन्छ। अनि 12 बजेबाट आज जुन 12 हो, भोलि जुन 13 मा हो सान्तो आन्तोनिया फेस्टिभल। अनि बबाल रमाइलो भइरहेछ जे होस्। म चाहिँ एक्लै आएको थिएँ है, साथीहरू कोही छैन। त्यही भएर आन्चसबाट आएको थिएँ म, खासमा आन्चसबाट। अनि अब यहाँबाट एक राउन्ड हानेर यता मार्तिमुनिजबाट चाहिँ निस्किन्छु। मार्तिमुनिजबाट चाहिँ अनि त्यसपछि मेट्रो चढेर म रुमतिर जान्छु। अहिले चाहिँ बबाल भिडभाड छ। ल सबैजना दारू खाएर टिल्ल भएर हिँडेका छन् है। सबजना फिट्टु झ्याप भएको छन्। आज चाहिँ फेस्टिभल दह्रो लागिरहेछ यता। यहाँ मात्र होइन, यहाँ तलतिर ग्रासाको डाँडामा हो अहिले चाहिँ म, लिस्बनको। योभन्दा मुनि मुनि चाहिँ बबालै भइरहेछ। अनि यता चाहिँ पुरै टोइलेटहरू पनि छ। टोइलेटहरू यहाँ चाहिँ पिसाब लाग्छ क्यारे, अब बियर खाएर होइन। पिसाब फेर्ने ठाउँ त्यता रहेछ, दामी भइरहेछ। यहाँ तल चाहिँ चेकिङ हुँदो रहेछ माथि आउनको लागि। मामाहरूले चेक गर्दै हुनुहुन्छ। मेरो लागि ब्यागस्याग चेक गरिरहेको थिएँ है। ल म चाहिँ ग्रासाको डाँडाबाट चाहिँ अब तल झरेको। यहाँ तल एकजना साथी हुनुहुन्छ, मेरो साथी सुमङ्ग ब्रो। अनि त्यही हो, अब यसो फेस्टिभलहरू अझ के छ होइन। म खासै केही त हेर्न पाएन। सब बियर खाएको छ होइन, नाचिया छ, बसिया छ रेस्टुरेन्ट अगाडितिर। अनि त्यही हो, ग्रिल गर्दो रहेछ फिसहरू होइन। त्यस्तै हो, रमाइलो यस्तै हुने रहेछ यहाँ चाहिँ। अनि कुनै ठाउँमा सजाएको छ, हाम्रो नेपालको तिहारतिर जस्तो। यहाँतिर चाहिँ खासै छैन। सबैजना माथि डाँडामा गइरहेछ। मलाई चाहिँ झ्याउ लाग्यो, लास्टै भिडै भिड छ। Porque eu sou Oye, ¿solo quieres hacer